हजुरले कतिले बिहा गर्नु त नि Hey guys, welcome back to my channel. I hope सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु भन्न हुन्थ्यो, तर म बिरामी नै हो क्या। तर केटाहरु यो चाहिँ मेरो च्यानल होइन हैन, यो चाहिँ हाम्रो साथीको च्यानल हो। साथीलाई चाहिँ केही आउँदो रहेछ के, त्यही भएर चाहिँ यस्तो सिकाइदिनु लाग्यो के। यता हेर न, तिमी हो के, तिम्रो च्यानल हो यार। हाम्रो साथीलाई नि सपोर्ट गरिदिनु पर्यो गाइज। सबैजना मिलेर अलि भ्लग गर्न इच्छुक भयो कि अहिले चाहिँ अलि धेरै हैन, भ्लग गर्न आत्तिहाने नि हैन धेरै हैन, किन अहिले चाहिँ केटाहरु कस्तो गरे तिमी हेरे। केटाहरु चाहिँ आज चाहिँ मलाई सन्चो थिएन नि त, त्यही भएर चाहिँ केटाहरु तल गएर चाहिँ हैन, त्यसपछि मलाई हस्पिटलमा भेट्न गएको के। अनि हस्पिटलबाट सँगै आएको, पानी आएर यस्तो भयो नि त, हामी चाहिँ सल्लेरीमा आइपुग्यो। अझै लाग्छ गाइस, अझै आधी घन्टा त लाग्थ्यो कि यार, हिँड्न नि सकेन। हुन त फेरि त्यत्रो एक घन्टा भयो कि हामी हिँडेको। हामी चाहिँ अझै घर पुग्न आधी घन्टा लाग्छ। केटाहरू चाहिँ कोही केटाहरू माथि गइसकेन, कोही यता। सबैजना मिलेर साथ सपोर्ट गरिदिनु पर्यो गाइस। रमाइलो भिडियो हाल्छन् केटाहरू चाहिँ। अब के चोर्छन् त्यस्तो हामी जस्तै। हामी फेरि जहाँ गयो त्यहीँ केटाहरूलाई जस्तो हामी जस्तो गर्छौँ त्यस्तै सिकाउँछौँ फेरि, त्यस्तो कुरो गर्नु हो कि नै। त्यही भएर चाहिँ सबैजना मिलेर साथ सपोर्ट गर्नु पर्यो गाइज। च्यानलमा नाम के हो? नाम सचिन थापा मगरलाई सबैजनाले गएर सब्सक्राइब गरिदिनुहोस् है, त्यही भन्न चाहन्छु गाइज। अनि यिनले चाहिँ मलाई भिडियो गर्न आउन कसरी सिकाइदिनु भन्थ्यो। अब मैले गरिदिइराखेँ, अब म भोलिदेखि फेरि यिनीहरूले गर्छन् गाइज। फेरि त्यस्तो दिनदिनै हाले गर्छन्। मलाई नि हाने गर्मी भयो धौ भयो। अनि यिनले चाहिँ एउटा बाजेलाई जिस्काएर चाहिँ त्यो भिडियो चाहिँ यसपछि आउँछ, त्यो हेर्नु ल। सन्चै हो। अरू त ठिकै छ। हजुर फेरि कहाँ रक्सी खाएर? होइन, खाता मेरो भएन यो के बटर मात्रै आयो हो, यो बनेर त बस गरेर आएको। ए किन रक्सी खाएको त फेरि? रक्सी खानु पर्यो किन बाबु? घर कहाँ हजुरको? लट्नुलाई फेरि मेरो घर आउँदै आउनु यार, हिँड्नु ठुला भयो नि। ए हो र? अनि हजुरले कतिले बिहा गर्नु त नि?